हेलो साथीभाइ, आज चाहिँ धेरै दिन बाद भिडियो बनाइरहेको छु र आज चाहिँ हामी खोला आएको छु यसो फिसिङ गर्नको लागि हो। अन्त यहाँ हेर्नुहोस् न, खोला चाहिँ एकदमै धमिलो भइरहेको छ। अब यस्तोमा चाहिँ कसरी माछाहरू पनि देखेको छैन हो। अन्त हामी चाहिँ एकदमै साथीहरूसँग आएको छ। साथीहरू त माथि पुगिसक्यो, अब म चाहिँ यहाँ अलिक ढिलो भयो हो। हेर्नुहोस् खोला चाहिँ यस्तो छ र हामी के गर्छौँ त्यो सबै तपाईँहरूलाई देखाउनेछौँ। अन्तसम्म हेरिरहनु होला मेरो भिडियो। यो चाहिँ चितुवा बस्ने ओडाल हो है साथीभाइ, हेर्नुहोस् है कस्तो डेन्जर छ। यस्तो छ यहाँ चाहिँ एकदमै चितुवाहरू बस्ने जग्गा। र मेरो नानाको चप्पल चाहिँ एउटै भइरहेको थियो, त्यही कारणले हामीले देखाइरहेको। त्यो अन्तिमसम्म हेरिदिनुहोस्, एकदमै रमाइलो हुनेछ साथीभाइ। र यहाँ चाहिँ खोला एकदमै धमिलो मैला भइरहेको, त्यही कारण हामीले पर्खिरहेको थियो सफा हुन्छ कि भनेर। हाम्रो आजको डिनर पियाङ हो। फाइनली नानाले पनि माछा पक्रिनु भयो। हेर्नुहोस् बुदुना माछा। फाइनली हामीले गाडी पनि पाइसकेको छौँ घर जानको लागि। र आजको भिडियो यहीँ अन्त गर्दछौँ। मन परे लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनुहोस्। धन्यवाद।